गुड मर्निङ सबैजनालाई नमस्ते र स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा है। आइसकेको छु फेरि पनि म आज न्यू डे न्यू भ्लग लिएर। भ्लग चाहिँ के छ भने के छ कसो छ है, आजको दिन कसरी बित्छ हेर्दै जाउँ है। र हाम्रो चाहिँ नि हिजो आमाले भाइलाई पठाइदिनु भएको रहेछ नि त, माथि बाँधिरहेको छ यो खटखट गर्दैछ। त्यो चाहिँ अप्ठ्यारो छ नि त, म अहिले जाँदिनँ, भरे देखाउँछु है तपाईँहरूलाई। आमाले पठाइदिनु भएको खटखट खटास गर्दैछ, चराहरू देखेछ कि त्यहाँनिर त्यता त्यो उयो भइरहेको छ, डराइरहेको छ, एक्लै भएर नि होला हो। सो साथीहरू अहिले चाहिँ होइन आमा हेर्नु न, दुईटा काँक्रा लिएर आउनुभएछ। कसले ल्याइदिनु भएको होला है, कस्तो दामी, हाम्रो नि फल्नु आँटेको छ काँक्रा हो, कस्तो दामी। हिजो आमाले मलाई केरा होइन कुखुरा पठाइदिनु भएको थियो होइन, अहिले देखाउँछु तपाईँहरूलाई है। कुखुरा त अघि भ्लग सुरु गर्दै देख्नुभयो होला, कटकट 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 गर्दै थियो। तर दुईटा काँक्रा बोकेर माथि गएको। अब माथि चाहिँ लुगा धुनु छ नि त, लुगा धुनुलाई भिजाइराख्नु भएको छ अघि। म त धुँदिनँ, म त उयो मात्रै हो, माथि जान्छु है काँक्रा लिएर। कस्तो दामी होला काँक्रा, काटेर कड्याम खानुपर्छ। यहाँ हेर्नुहोस् है साथीहरू, लेसीले चाहिँ सँगसँगै काम गर्दैछ। यहाँ चाहिँ बनसाई गर्नु हुँदैछ नि त, लेसीले नि हो अन्त सँगसँगै काम गर्दैछ। यसलाई दिनु नि हौ, यसले गर्छ होला नि सबै, यसले डल्लै गर्छ अरे, यसले गर्छ अरे। हाम्रो लेसी चाहिँ यत्रो भएको छ है, उफ्रिँदै अलिक माथि गरिदिनु न त्यो, यसलाई दिनु न हौ लेसीलाई। अलिकति चाहिँ यहाँ नटाँसी मसँग चाहिँ, कस्तो गरम छ कि। हामी चाहिँ अन्त यहाँ माथि शीतलमा, यो फुलको शीतलमा चाहिँ यहाँ बसिरहेको छु। यहाँ बन्छ। सो गाइस अहिले चाहिँ म केरा खाँदैछु। हिजो आमाले पठाइदिनु भएको केरा कति एक घडी नै पठाइदिनु भएको थियो यति होइन। हामीले कोकोलाई दिएर हामीले खाएर घरको खाएर कस्तो मिठो। ए अघि पनि खाएको मैले होइन, भक्कु त खानु फेरि राख्नुपर्छ अलिअलि। अन्त माथि हेर्नुहोस् त, तपाईँलाई म कुखुरा देखाउँछु। हाम्रो आमाले पठाइदिनु भएको, मेरो माइतबाट आमाले यहाँ बसिरहेको छ। कता बसिस, ओ भाग्यो आमाले पठाइदिनु भएको कुखुरा यहाँ नि खनेर, यसलाई चाहिँ यहाँनिर घाँसहरू खान्छ भनेर चाहिँ यहाँ छोडिदिएको नि त। यहाँ पानी पनि राखिदिनु भएको छ, यहाँ चारो खाँदै थियो। ए गल्यो त्यहीँबाट यहाँ आउँदा नि हल्छ हौ, कस्तो गरम छ आज फेरि। केरा खाँदै बसिरहेको आज, कस्तो मिठो छ यो केरा। कसलाई मनपर्छ केरा?